लाइभ बस्दा बस्दा भोक लाग्यो साथी हो, त्यसले गर्दाखेरि खाजा खानु आँटेको। मकै भुटे अनि नुनको चिया, यहाँनिर लसुन र टमाटरको अचार हो, अनि यो चाहिँ इस्कुस र लङ्के पिण्डालु इस्कुस, सानो खालको बच्चा इस्कुस अथा, त्यहाँदेखि लङ्के पिण्डालु उसिनेको छु। यहाँनिर मेरो छेउमा अर्को एकजना पनि छ कि, तर क्यामेरामा आउँदैन अरे होइन, यसो यसो गर्दैछ। अनि अब खाने हो। त्यहाँदेखि यो अचार चाहिँ यस्तो मिठो भयो होला कि है, यस्तो दामी। वाउ, यो चाहिँ अब साइला अचार मात्रै हो है, मिन हुँदैन क्या, यो चाहिँ जस्ट माइला हो। यो चाहिँ साइलाको पनि दाजु माइला रहेछ होइन, यो चाहिँ जस्ट अब त्यो हुन्छ नि यस्तोमा कचक 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 मात्रै पारेको। टिम्बुरको पनि फ्लेभर आउँदैछ, त्यो उयसमै थियो होला है। वाउ, कति दामी लङ्के पिण्डालु, यति खतरा पिरो भएछ क्या। एउटा टमाटरमा चाहिँ 5-6वटा खोर्सानी हालेको थियो क्या। हाम्रोमा मिक्स त्यो टिम्बुर चिम्पिङहरूको अचार पिस नि त किन, त्यही रहेछ ल, त्यही भनेको। खोर्सानी चाहिँ खासमा जिब्रोको लागि खानुपर्ने कि, तर हामी चाहिँ भोडीको लागि खान्छ। तातो र पिरो त कस्तो हुन्छ नि।